नमस्कार, फेरि पनि स्वागत छ हजुरलाई हाम्रो अटोमोबाइल्स प्राइडमा। फेरि पनि म उपस्थित भइसकेको छु नवराज आचार्य। हजुरको लागि यहाँ हामीसँग के स्टक एभाइलेबल छ, कति बजेटसम्मको छ अनि के सुविधा पाउनुहुन्छ सम्पूर्ण जानकारी हजुरले भिडियोमा पाउनुहुन्छ। मैले हजुरलाई भनिहालेँ हाम्रो अटोमोबाइल्स प्राइड ललितपुर 7 बाटो अवस्थित छ। 7 बाटो यो 7 बाटो एन्फा ग्राउन्डको अपोजिट साइड बीएनबी हस्पिटलको लाइनमा अवस्थित छौँ हामी। कन्फ्युज हुन्छ भने 9851133241 मा कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। अब सुविधाको कुरा हुन्छ भने हजुरले यहाँ आएर गाडी बेच्न सक्नुहुन्छ, किन्न सक्नुहुन्छ, सट्टापट्टा गर्न सक्नुहुन्छ। हजुरको बजेट रेन्ज पुग्दैन भने 2013 मोडलभन्दा माथिको गाडीहरूमा 50% देखि 60% फाइनेन्स पनि गरेर हाम्रो अटोमोबाइल्स प्राइड गाडीहरू बेचिरहेको छ। अब कुरा गरौँ हामीसँग अहिले लगभग 8-9 लाखदेखि लिएर अब 40, 50, 60, 70, 80 लाखसम्म गाडीहरू हजुरले यहाँ पाउन सक्नुहुन्छ हैन। मैले चाहिँ यो ग्रान्ड आइटेनबाट सुरु गरेँ। 2016 मोडलको ग्रान्ड आइटेन म्याग्ना छ हामीसँग। यसको मूल्य कुरा गर्नु छ भने 20,50,000। यसमा हजुरले एयरब्याग, एबीएस, चावडा पावर विन्डो, पावर स्टियरिङ, एसी जस्ता अप्सनहरू पाउनुहुन्छ। मरुन कलरमा छ, गाडी एकदमै क्लिक्क टल्केको छ। अर्को छ यो फिगो 2017 मोडलको फोर्डको फिगो। यो चाहिँ तपाईँको ट्रेन्ड भेरिएन्टमा हो। यसमा पनि हजुरले ड्युअल एयरब्याग, एबीएस लगायतका सम्पूर्ण अप्सनहरू पाउनुहुन्छ। यो गाडीको मूल्य चाहिँ हामीले 16 लाख भनेका छौँ, जसमा हजुरले 7 लाख रुपियाँ डाउन पेमेन्ट गरेर पनि यो गाडी चलाउन सक्नुहुन्छ। त्यस्तै अब एसयुभी सेगमेन्टतिर हेर्नुहुन्छ भने जम्मा 2600 मात्रै कुदेको यो रोयल ब्ल्याक कलरमा सेल्टस छ। जम्मा 2600 मात्रै कुदेको छ 2023 मोडलको। अब यति गाडी भइसक्यो तपाईँ सोरुम कन्डिसन धाइरहनु त परेन। हजुर हाम्रो अटोमोबाइल्स आएर मजाले गाडी हेरेर सर बोकेर जाँदा हुन्छ। 2023 मोडलको 59 लाख नेगोसिएबल प्राइस। अर्को छ क्रेटा 2016 मोडलको क्रेटा छ ई प्लस अप्सनमा। त्यसमा हजुरले चावडा पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर, इलेक्ट्रिक आरपिएम लगायतको सम्पूर्ण अप्सनहरू पाउनुहुन्छ। यसको मूल्य कुरा गर्नु छ भने 29,75,000। त्यस्तै अब हजुरको लागि हामीसँग भेराइटी धेरै छ। सही क्रममा अर्को छ इको स्पोर्ट 2018 मोडलको इको स्पोर्ट ट्रेन्डमा 24,50,000 मा छ। त्यस्तै अर्को छ क्रेटा छ 2019 को क्रेटा एसएक्सओ मा छ। यो चाहिँ एसएक्सओ भने चाहिँ हजुरले 6वटा एयरब्याग, सनरुफ लगायतका अप्सनहरू पाउनुहुन्छ। यसको मूल्य कुरा गर्नु छ भने 46 लाख ग्रे कलरमा जम्मा 38,000 मात्रै कुदेको छ। गाडी एकदमै फाइन कन्डिसनमा छ। हजुरले आएर टेस्ट ड्राइभहरू गरेर पनि मजाले चढ्न सक्नुहुन्छ। अब इभी हेर्नुहुन्छ भने हामीसँग इभी छ BYD को E6 छ 2022 मोडलको छ। यो हामीसँग 2022 को E6 छ। यसको मूल्य कुरा गर्नु छ भने 37 लाख रुपियाँ नेगोसिएबल प्राइस, 38,000 मात्रै कुदेको छ। यसको मूल्य मैले भनिहालेँ 37 लाख रुपियाँ। अर्को छ यो सुजुकी को रिच छ 2010 मोडलको सुजुकी रिच जेटेक्सआई अप्सनमा छ। यसको मूल्य चाहिँ 12,75,000। सस्तो गाडी छ, जम्मा 7,90,000 मात्र आउने गाडी छ। इभी गाडी सर र चार्ज गर्ने, बिहान उठेर लिएर हिँड्ने खालको गाडी। 2016 मोडलको महिन्द्राको इटुओ इलेक्ट्रिक गाडी जम्मा 7,90,000 मा छ। त्यस्तै अर्को गाडी छ यो स्पोर्टेज छ 2019 मोडलको 4 व्हिल ड्राइभमा। 2019 को स्पोर्टेज जम्मा 39,000 मात्र कुदेको छ। 2000 सीसी को पेट्रोल म्यानुअल गियरमा पाउनुहुन्छ। यो चाहिँ यसको मूल्य हामीले 50 लाख भनेका छौँ। त्यस्तै अर्को अटोमेटिक गाडी चढ्ने खोज्ने विचारमा हुनुहुन्छ भने 4 व्हिल ड्राइभमै मसँग टक्सन छ। यो 2016 मोडलको टक्सन छ। जम्मा अहिलेसम्म 72,000 मात्र कुदेको, अटोमेटिक ट्रान्समिसनमा सबैभन्दा राम्रो कन्डिसनको एकदम उत्कृष्ट गाडी छ। यसको मूल्य चाहिँ हामीले 49 लाख भनेका छौँ। अर्को छ हामीसँग यो कोना छ 2019 मोडलको कोना छ। यसको मूल्य कुरा गर्नु छ भने जम्मा 32 लाख मात्रै कोट गरेका छौँ। ग्रे कलरमा 40-42,000 कुदेको छ। यसको मूल्य कुरा मैले भनिहालेँ 32 लाख मात्रै भनेका छौँ। त्यसपछि अर्को छ यो स्विफ्ट। यो चाहिँ बिक्री भइसकेको छ है। त्यस्तै अर्को छ हामीसँग यो 19 मोडलको i20 म्याग्ना प्लस अप्सनमा। 2019 मोडलको i20 छ। सिल्भर कलरमा, चावडे पावर विन्डो, पावर स्टियरिङ, एसी हिटर सँगसँगै स्टियरिङ म्युजिक कन्ट्रोल, एयरब्याग, एबीएस सबै पाउनुहुन्छ। मूल्य चाहिँ 26,50,000 है त। अर्को छ i10 छ हामीसँग 2011 मोडलको i10 छ। यसको मूल्य चाहिँ हजुरको लागि जम्मा 14,50,000। 2011 मोडलको i10 छ। अनि अर्को छ यो स्कोडाको ऱ्यापिड छ 2021 मोडलको 1000 सीसी को TSI पेट्रोल इन्जिनमा छ। 2021 मोडलको अहिलेसम्म जम्मा 66,000 किलोमिटर रन भएको सेतो कलरमा A1 छ गाडी। 24 लाख भनेका छौँ। डिस्काउन्ट राम्रै हुन्छ यो गाडीमा। हजुरले कन्ट्याक्ट गरेर हजुर यहाँ आएर टेस्ट ड्राइभहरू गरेर पनि हेर्न सक्नुहुन्छ। त्यस्तै भेनु छ अर्को 2021 मोडलको भेनु छ 1.2 लिटरको पेट्रोल इन्जिन एस अप्सनमा। जम्मा अहिलेसम्म 50-55,000 मात्रै कुदेको छ। यो तपाईँको नेभी ब्लू कलरमा छ। यसको मूल्य 34,50,000 है त। यसको चाहिँ नेगोसिएबल प्राइस छ। हजुरको लागि फाइनेन्स पनि गर्नुहुन्छ। 2013 मोडलदेखि माथिको गाडीहरूमा फाइनेन्स पनि गरेर चढ्न सक्नुहुन्छ। डाउन पेमेन्ट गरेर चढ्ने विचार मान्छेहरूको लागि त्यो अप्सन पनि हजुरले यहाँ पाउनुहुन्छ। यो अर्को छ 29,000 मात्रै कुदेको, जम्मा 29,000 मात्रै कुदेको। यो चाहिँ सोनेट छ 2021 मोडलको सोनेट। यसमा पनि हजुरले 1200 सीसी को पेट्रोल इन्जिन पाउनुहुन्छ। यसको मूल्य चाहिँ 32,50,000। त्यस्तै अब सोनेट हजुरलाई यो पेट्रोल होइन डिजलमा सनरुफ भएको चढ्ने विचार हुनुहुन्छ भने यो छ 2021 कै छ, सेतो कलरमा छ। यो चाहिँ तपाईँको 2021 मोडलको सोनेट STX अप्सनमा हो। डिजल इन्जिनमा 49,000 किलोमिटर रन भएको छ। यसमा हजुरले सनरुफ लगायतका पुश बटन, एयरब्याग, एबीएस, टच स्क्रिन क्यामेरा, मिरर अटोपोर्ट सबै अप्सन पाउनुहुन्छ। गाडी A1 कन्डिसनमा छ। जम्मा 38,50,000। अर्को छ यो i20 2011 मोडलको i20 स्पोर्ट्समा छ।
यसको मूल्य चाहिँ 15,75,000। सिल्भर कलरमा चिटिक्क छ गाडी, 69,000 मात्र किलोमिटर रन भएको छ। अर्को छ i10 छ, यो सस्तो बजेटमा i10 खोज्नेहरूको लागि 2009 मोडलको i10 छ म्याग्ना भेरिएन्टमा। यसमा हजुरले 1200 सीसीको पेट्रोल इन्जिन पाउनुहुन्छ। गाडी पनि राम्रो कन्डिसनमा छ, खर्च हजुरले केही पनि गर्नुपर्ने छैन। हजुरले अब हाम्रो अटो आइसकेपछि हजुरलाई ठोक्या पल्ट्याएको सम्पूर्ण गाडीहरूमा ग्यारेन्टी साथ हामीले बेचिरहेका छौँ, त्यो पनि सुविधा हजुरले यहाँ पाउनुहुन्छ। यसको मूल्य कुरा गर्नुहुन्छ भने जम्मा 12,25,000। त्यस्तै अब हजुरले एकदम सस्तो बजेटमा एसयुभी चढ्ने विचारमा हुनुहुन्छ भने यो छ हामीसँग निसानको किक्स 2019 मोडलको पेट्रोल इन्जिनमा। यसको मूल्य कुरा गर्नुहुन्छ भने 32,50,000 नेगोसिएबल रहन्छ हजुरको लागि त्यो प्राइस। त्यस्तै यो पोलो छ 2013 मोडलको पोलो छ 1.2 लिटरको कम्फर्ट लाइन अप्सनमा। यसको मूल्य कुरा गर्नुहुन्छ भने 16,25,000। हामीसँग अर्को पनि आउटलेट छ, यो चाहिँ हजुरले एसयुभी सेगमेन्ट गाडीहरू यहाँ धेरै पाउनुहुन्छ। मैले हजुरलाई यो किक्सबाट सुरु गर्छु। 2019 मोडलको जम्मा 24,000 मात्रै कुदेको निसानको किक्स मिड अप्सन गाडी छ। 24,000 कुदेको गाडी त तपाईँले हेर्नु परेन, आएर सर बोकेर गए हुन्छ। यसको मूल्य कुरा गर्नुहुन्छ भने 32 लाख मात्र। यसमा हजुरले एयरब्याग, एबिएस, टच स्क्रिन क्यामेरा, इलेक्ट्रिक ओआरपीएम सबै अप्सन पाउनुहुन्छ अलवेल लगायतका। गाडी पनि A1 सोरुम पिसमै छ, हजुरले आएर हेर्न सक्नुहुन्छ, टेस्ट ड्राइभहरू गर्नुहोस्। कुनै बनाउनु पर्ने चिजहरू चाहिँ बनाएर दिन पनि हामी एकदम रेडी छौँ। अर्को छ यो BYD को EV एकदमै चलेको गाडी छ, 2023 मोडलको गाडी छ सुपेरियरमा। जम्मा अहिलेसम्म तपाईँको 40,000 मात्रै कुदेको छ। यसको मूल्य हामीले 48,50,000 भनेका छौँ हजुरको लागि नेगोसिएबल प्राइस। अर्को छ अटोमेटिक ट्रान्समिसनमा क्रेटा 2021 मोडलको क्रेटा, जम्मा 55,000 मात्रै चलेको। सेतो कलरमा खोज्दै हुन्छ भने योभन्दा बेस्ट कन्डिसन क्रेटा हजुरले पाउनुहुन्न बजारमा, जम्मा 57,50,000 मा। अर्को छ क्रेटा 2023 को म्यानुअल अप्सनमा, यो चाहिँ म्यानुअल गियरमा 2023 मोडलको, यो पनि जम्मा 37,000 मात्रै चलेको छ। यसको मूल्य चाहिँ 58,50,000, त्यो हजुरको लागि नेगोसिएबल रहनेछ। अर्को छ कुसाक अटोमेटिक ट्रान्समिसनमा एनक्याप 5 स्टार रेटिङ भएको एकदमै गजबको गाडी छ, जम्मा 45 लाखमा आउँछ हजुरको लागि 2021 मोडलको कुसाक स्टाइल अटोमेटिक ट्रान्समिसनमा। अर्को छ अटोमेटिकमै हेर्नुहुन्छ भने निसानको किक्स 2021 मोडलको किक्स 57,000 चलेको छ, 42 लाख नेगोसिएबल प्राइस। क्रेटा छ 2016 मोडलको बेस अप्सनमा, जम्मा 30,75,000 मा। सस्तो बजेटमा क्रेटा खोज्दै हुन्छ भने 2016 को क्रेटा योभन्दा हजुरको लागि बेस्ट अप्सन कुनै हुनै सक्दैन, जम्मा 30,75,000 मा। 54,000 किलोमिटर रन भएको छ। ब्रेजा छ 2019 मोडलको, जम्मा 42,000 मात्र चलेको जेडीआई प्लस ड्युअल टोनमा। यसमा हजुरले पुश बटन, क्रुज कन्ट्रोल लगायतका सबै अप्सन पाउनुहुन्छ। गाडी A1 कन्डिसनमा छ, मूल्य 32,50,000। त्यस्तै अब सेडानमा खोज्दै हुन्छ भने एक्सेन्ट छ, एक्सएक्स अप्सनको सनरुफ भन्नाले पुश बटन लगायतका सम्पूर्ण अप्सनले भरिभर अल व्हील, अटो एसी, क्यामेरा पनि पाउनुहुन्छ यसमा अलरेडी कम्पनी इन्स्टल। यसको मूल्य जम्मा 19,50,000 मात्रै भनेका छौँ, 2014 मोडलको छ। अर्को छ ग्रान्ड i10, सेडान चढ्दैन म ह्याचब्याक चढ्छु भन्नेको लागि 2017 मोडलको ग्रान्ड i10 म्याग्ना, सिङ्गल एयरब्याग, चावडे पावर विन्डो, पावर स्टियरिङ, एसी टर पाउनुहुन्छ। रातो कलरमा, रातो राम्रो गुलियो मिठो भनेको छ। गाडी पनि एकदम राम्रो कन्डिसनमा छ। यसको मूल्य 21,50,000 है त। अर्को छ यो फ्री स्टाइल फोर्डको, सस्तो बजेटमा राम्रो गाडी खोज्नेहरूको लागि योभन्दा बेस्ट अप्सन त अरू कुनै हुन सक्दैन। ग्राउन्ड क्लियरेन्स 190 mm को, सँगसँगै पुश बटन, टच स्क्रिन क्यामेरा, एयरब्याग, एबिएस, डिफोगर, वाइफर, अटो मिरर, अटो फोल्ड, तपाईँको अटो एसी, अल व्हील सबै अप्सन पाउनुहुन्छ। यसको मूल्य कुरा गर्नुहुन्छ भने हजुरको लागि जम्मा 22 लाख मात्रैमा आउँछ। अब तपाईँ नयाँ सोरुममा गाडी किन्न जानुहुन्छ नि त 40-42 लाख पर्ने गाडी हो, तर हामीसँग आउनुभयो भने 24 मोडलको नयाँभन्दा फरक नपर्ने गाडी छ, 2024 मोडलको ग्रान्ड i10 म्याग्ना, जम्मा 23,000 मात्र चलेको, 34,50,000। त्यो पनि हजुरको लागि त्यसमा रेट अझै मिल्छ। अर्को अप्सन छ हजुरको लागि ब्रेजा, माइलेज एकदम राम्रो दिने गाडी भनिदिन्छ ब्रेजालाई। डिजल इन्जिनमा पाउनुहुन्छ हजुरले यो गाडीहरू चाहिँ। 2019 मा ब्रेजा डिजलमै आएको हो। यो चाहिँ 2018 मोडलको VDI अप्सनको गाडी हो। यसमा हजुरले दुईटा एयरब्याग, एबिएस, चावडे पावर विन्डो लगायतका सम्पूर्ण अप्सनहरू पाउनुहुन्छ। यसको मूल्य चाहिँ जम्मा 27,50,000। अर्को छ नेक्सन, ग्राउन्ड क्लियरेन्स एकदमै हाई भएको 210 mm ग्राउन्ड क्लियरेन्स पाउने गाडी, 2020 मोडलको नेक्सन, 1200 सीसीको पेट्रोल टर्बोचार्ज इन्जिन पाउनुहुन्छ। यो चाहिँ XZ प्लस अप्सनको गाडी रहेको छ। यसको मूल्य कुरा गर्नुहुन्छ भने जम्मा 29 लाख मात्रै। निलो कलरमा, चल्या कलर पनि हो, त्यो बेला ब्रान्डिङ गरेको कलर पनि हो टाटाले, एकदम राम्रो कन्डिसनमा छ। अर्को छ यो भेनु 2020 को भेनु, यो चाहिँ बिक्री भएर बसेको छ, भोलितिर निक्लिन्छ होला सायद मेरो विचारमा। अनि अर्को छ यो कुसाक छ 2021 मोडल कुसाक छ। हजुरले यो ग्रे हेर्नुहुन्छ भने जम्मा 24,000 मात्रै कुदेको छ, मूल्य 41 लाख। हजुरले व्हाइटमा हेर्नुहुन्छ भने जम्मा तपाईँको 80,000 चान्चुन चलेको छ। यसको चाहिँ जम्मा 40 लाख रुपियाँ। यो पनि कुसाक नै हो, एम्बिसन अप्सनमा यो दुइटै। हजुरले आएर हेर्नुहोस् दुईटा मध्ये कुन चाहिँ हजुरलाई चित्त बुझ्छ त्यो गाडी हजुरले चढाएर जान सक्नुहुन्छ। अर्को छ ब्रेजा 2019 मोडलको ब्रेजा जेडीआई प्लसमा। यसको मूल्य चाहिँ हजुरको लागि 32,50,000। गाडी चाहिँ अहिलेसम्म 54,000 कुदेको छ। हामीसँग गाडी यति मात्र नभएर अरू गाडीहरू पनि छन्, जस्तै हाइलक्स छ हामीसँग, कोना छ 2021 को, इकोस्पोर्ट छ 2018 को। अब मेन्टेनेन्समा गएर तपाईँको क्रेटा आउँदैछ 2019 को एसएक्स होइन। अब स्यान्ट्रोहरू छ मसँग गाडीहरू, हामीसँग गाडीहरू थुप्रै भेराइटीहरू गाडी छ। हजुरले यो भिडियोमा त तपाईँलाई एउटा सर हेर्नलाई, हजुरलाई घर बसेर हेर्नको लागि सजिलोस् भनेर बनाएको भिडियो हो, हजुरलाई सर हेर्न पाउनुभयो। फिजिकल रूपमा हेर्नको लागि चाहिँ सातो बाटो हाम्रो अटोमोबाइल्स प्रणाली यो
एन्फा ग्राउन्डको अपोजिट साइडमा बिएनबी हस्पिटलको लाइनमा कन्फ्युज हुनुहुन्छ भने 98 11 37 2 41 42 44 जुन पनि कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। मैले भनिहालेँ हजुरले गाडी यहाँ आएर किन्न सक्नुहुन्छ, बेच्न सक्नुहुन्छ, सट्टापट्टा गर्न सक्नुहुन्छ। बजेट पुग्दैन भने 2013 मोडलमा माथि गाडीहरूमा फाइनेन्स पनि गर्न सक्नुहुन्छ। यो सबै सुविधा हजुरले यहाँ आएर पाउनुहुन्छ। त्यो सुविधा पाउनुलाई एकचोटि हजुरले यहाँ आएर भिजिट गरेर हाम्रो गाडीहरू हेरेर हाम्रो सेवा दिने मौका दिनुहुन्छ भन्ने आशाका साथ आज चाहिँ म बिदा लिन चाहे। हस् त, धन्यवाद।